सो वाइ डु यु वाच मुभिज? हामी किन मुभी हेर्छौँ? आजको वर्ल्डमा इन्टरटेनमेन्ट धेरै सर्ट भएको छ। वान क्यान इजिली इन्टरटेन टु ग्रुप अफ पिपुल बाई देयर 30-40 सेकेन्ड्स भिडियो। अब त हामी आफै आफ्नो लाइफको लिड क्यारेक्टर बन्नु सक्छौँ, सोसियल मिडियामा, रिल्समा, स्टोरिजमा। तर त्यसपछि एउटा प्रश्न उठ्छ, जब 30-40 सेकेन्ड्समै रमाइलो गर्न सकिन्छ भने हामी किन 2-3 लङ आवर्सको मुभी हेर्छौँ? सायद सर्ट भिडियोबाट हामी इन्टरटेनमेन्ट त हुन्छौँ, बट त्यसलाई फिल गर्न सक्दैनौँ। मुभीले हामीलाई महसुस गराउँछ। जस्तै मुभी लगानमा भुवन र उसको टिमले व्हाइट पिपलको अगेन्स्टमा जित्दा त्यो उसको जित मात्रै होइन, कहीँ न कहीँ हाम्रो जित पनि महसुस हुन्छ। लाइक हामी पनि त्यो जितलाई महसुस गर्छौँ र हाम्रो पनि जित हुन्छ। जब पशुपति प्रसाद मुभीमा क्यारेक्टर पशुपतिले भन्छ, बा तिम्रो ऋण तिर्दैछु, तिम्रो लागि स्वर्गको ढोका खोल्दैछु, त्यो शब्दसँग हाम्रो मन पनि रुँदै मुस्कुराउँछ र हामी त्यो छेडमा हामी क्यारेक्टर पशुपतिलाई फिल गर्न सक्छौँ। र जब शशाङ्क रिडेम्सन मुभी शशाङ्क रिडेम्सनमा इन्डी जेलको भित्ताबाट निस्किन्छ, त्यो केवल उसको कथा मात्रै होइन, हामी सबैको भाग्ने कथा हो। कसैको लागि त्यो स्केप बोरिङ जबबाट हो, कसैको लागि समाजको दबावबाट, कसैको लागि आफ्नो डर हुनसक्छ, कसैको लागि लोनलिनेस र कन्फ्युजनबाट पनि स्केप हुनसक्छ। एन्डीले जस्तो भित्ताबाट खोलेको बाटो सायद हामी पनि हाम्रो जीवनको त्यो फ्रिडमको बाटो खोज्दैछौँ। फिल्मले हामीलाई त्यहाँ फ्रिडम महसुस गराउँछ, केवल पर्दामा होइन, आफ्नो मनभित्रभित्रै पनि। एकजना मान्छे थियो, ओछ्यानमा सुतेर अँध्यारोमा हराउँथ्यो, बाहिर जान डराउँथ्यो, सामान्य कुरा गर्न पनि उत्तर सोच्नु पर्थ्यो, सानसाना कामका लागि पनि योजना बनाउँथ्यो, कसरी किराना पसल गएर सामानहरू किन्ने, कसरी साथीहरूसँग कुरा गर्ने, सबै कुरा सोच्नु पर्थ्यो। इभन मान्छेहरूसँग पनि कुरा गर्न डराउँथ्यो। देन उसको जीवनमा मुभिजहरूको एन्ट्री भयो। एन्ड यस, देयर आर गुड एन्ड ब्याड मुभिज, बट इन दिस भिडियो आई विल टक अबाउट गुड मुभिज स्पेसिफिकली। सो राम्रो मुभीले उसलाई उठ्न सिकायो, उसलाई हिँड्न सिकायो। मुभिजले क्यान्सर निको पार्दैन, यसले लाखौँ करोडको जीवन पनि बचाउँदैन, तर मुभिजले लाखौँ करोडको लाइफ डेफिनेटली चेन्ज गर्न सक्छ इन अ पोजिटिभ वे। राम्रो मुभिजले मानिसले हेर्ने सोच, मानिसले हेर्ने दृष्टिकोण चेन्ज गरिदिन सक्छ र मुभिजले त्यो चेन्ज गर्न सक्ने क्षमता पनि क्यारी गर्छ। मुभिजहरूले हामीलाई ती कुरा सिकाउँछ जुन स्कुलले कहिले सिकाउन सक्दैन। हाम्रो लागि फिल्म हेर्नु भनेको हजारौँ जीवन बाँच्नु जस्तै, हरेक जीवनमा फरक सपना, फरक दुःख, फरक रूप। मुभिजहरूले जीवनको हरेक बाटो देखाउँछ, रोमान्स, डर, फन, मिस्ट्री, हरेकले केही न केही सन्देश दिन्छ। किताबले नबुझाउने कुरा फिल्मको भावनाबाट बुझाउँछ। फिल्मले सम्झाउँछन् हाम्रो मनभित्र पनि कथाहरू छन् जुन हामी बोल्न डराउँछौँ, तर केही मुभिजहरूले त्यो डर, हाम्रो मनमा भएको डरको कुराहरू पनि बाहिर निकाल्छ र हामी त्यो छेडमा क्यारेक्टरहरू फिल गर्न सक्छौँ, त्यो स्टोरी फिल गर्न सक्छौँ, त्यो स्क्रिन प्ले फिल गर्न सक्छौँ, त्यो लेभलको सिनेमेटोग्राफी फिल गर्न सक्छौँ। हामी फिल्म हेर्छौँ किनकि हामीलाई थाहा छ कुनै न कुनै रूपमा हामीलाई बाँच्नु छ, कुनै न कुनै रूपमा हामीलाई सास लिइराख्नु छ, र कहिलेकाहीँ त्यो सास चलाइराख्ने कारण एउटा मुभी नै हुनुपर्छ, राम्रो मुभी।